Hello and namaste, welcome back to me in a new video. आज फेरि पनि म तपाईहरुको लागि गणितबाट अथवा म्याथबाट मल्टिपल चोइसको क्वेशनहरु लिएर आएको छु। नम्बर 1 मा रहेको छ 3 4 5 6 7 8 मा 5 को स्थान के हो भन्नुको मतलब के छ भने 5 चाहिँ कति स्थानमा पर्दछ भने सो हामीले चाहिँ यसरी हेर्दा चाहिँ 1 10 100 1000 अनि हामीले चाहिँ नम्बर गएको राइट आन्सर हुँदो रहेछ। त्यसैगरी नम्बर 2 को प्रश्न रहेको छ 1/2 मा कति जोडेपछि शून्य हुन्छ। यस्तो प्रश्नहरु चाहिँ अलिकति कन्फ्युजन खाली हुन्छ। सो हामीले चाहिँ यसलाई चाहिँ सर्टमा सल्भ गर्दा चाहिँ 1/1 प्लस 1/2 यसलाई चाहिँ हामीले सल्भ गर्दा 2 एकानी 2 एकानी 2 हामीले चाहिँ 2 र 2 ले काट्छौं भने शून्य हुन्छ। सो हाम्रो राइट आन्सर रहेको छ 1/2। त्यस्तै नम्बर 3 मा रहेको छ 800 को 10% कति हुन्छ। अब अप्सनमा रहेको छ 60 70 80 90 अनि यसलाई चाहिँ हामीले सल्भ गर्दा 800 को 10% is equal to 800 into 10 divided by 100। यसलाई चाहिँ हामीले काट्छौं 0 लाई 0 ले कट्छ अनि 0 ले 0 अनि हाम्रो बस्यो 80। सो हाम्रो चाहिँ ठ्याक्कै 80 बस्दो रहेछ। सो हाम्रो राइट आन्सर रहेको छ 80। त्यस्तै गरी नम्बर 4 मा रहेको छ 4x = 12 भए x को मान कति हुन्छ। यसलाई चाहिँ सिम्पली हामीले सल्भ गर्दा 4x = 12 अनि अर्को और नि अब हामीले चाहिँ यहाँ चाहिँ 4x भएको कारणले x = 12/4 गर्दा 4 एकानी 4 4 3 12। सो x = 3 हाम्रो आन्सर चाहिँ 3 रहेको छ। सो नम्बर 3 क नम्बरमा रहेको छ। त्यस्तै गरी नम्बर 5 मा 1.5 ले 2.5 लाई गुणन गर्दा कति हुन्छ। सिम्पली सल्भ गर्नुस् 1.5 into 2.5 हिसाब गर्दा 5 × 25 25 को 5 हात लाग्यो 2 5 एकानी 5 5 मा 2 जोड्दा 7 into 5 दुना 10 हात लाग्यो 1 2 एकानी 2 1 3 अहिले जोड्नुस् 5 7 0 जोड्दा 7 3 को 3। अब म्याक्सिमम चाहिँ के ख्याल गर्नुपर्छ भने हामीले जब चाहिँ तपाईहरुले गुणन अथवा मल्टिप्लाई गर्दा चाहिँ पोइन्ट पछाडी कतिवटा अंक छ भन्ने हेर्नुस्। अब पोइन्ट पछाडी हाम्रो चाहिँ 5 5 छ 2 टा अंक छ। त्यसै गरी 1 2 2 टा अंकको कारणले हाम्रो आन्सर चाहिँ ठ्याक्कै 3.75। यहाँ चाहिँ तपाईहरुले 3.75 बल्ल तपाईको राइट आन्सर हुन्छ। तपाईहरुले चाहिँ राम्रोसँग प्र्याक्टिस गर्नुस् अनि हार चाहिँ नखानुस्। थ्यांक्स फर वाचिङ माय भिडियोज। बाइ बाइ।